राधे राधे। आदरणीय देश तथा विदेशमा रहनुभएका तमाम भक्त सज्जन वृन्द महानुभावहरू, हामीले यही चैत्र 24 गते रामनवमीको दिनदेखि 31 गतेसम्म यस गोदावरी नगरपालिका वार्ड नम्बर 1 स्थित ढुङ्गा सामुमा रहेको 108 धारा मुक्तिनाथ धाममा बृहत श्री विष्णु पुराण धार्मिक ज्ञान महामहोत्सवको आयोजना गर्न लागिरहेका छौँ। यो कार्यक्रम यहाँहरू सबैको कार्यक्रम हो। यस कारणले गर्दा म यहाँहरू समक्ष हार्दिक आह्वान गर्न चाहन्छु कि जो जति जहाँ यो आवाज सुनेर बस्नु भएको छ, यो भिडियो हेर्नु भएको छ, मुक्तिनाथ धाम प्रति जसको श्रद्धा छ, यहाँहरू सबै भक्त महानुभावहरू उपस्थित भएर यस महोत्सवलाई उल्लेखनीय ढङ्गबाट सफलीभूत पारिदिनु हुन यहाँहरू समक्ष हार्दिक आह्वान गर्न चाहन्छु। राधे राधे। आदरणीय देश तथा विदेशमा रहनुभएका तमाम भक्त सज्जन वृन्द महानुभावहरू, हामीले यही चैत्र 24 गते रामनवमीको दिनदेखि 31 गतेसम्म यस गोदावरी नगरपालिका वार्ड नम्बर 1 स्थित ढुङ्गा सामुमा रहेको 108 धारा मुक्तिनाथ धाममा बृहत श्री विष्णु पुराण धार्मिक ज्ञान महामहोत्सवको आयोजना गर्न लागिरहेका छौँ। यो कार्यक्रम यहाँहरू सबैको कार्यक्रम हो। यस कारणले गर्दा म यहाँहरू समक्ष हार्दिक आह्वान गर्न चाहन्छु कि जो जति जहाँ यो आवाज सुनेर बस्नु भएको छ, यो भिडियो हेर्नु भएको छ, मुक्तिनाथ धाम प्रति जसको श्रद्धा छ, यहाँहरू सबै भक्त महानुभावहरू उपस्थित भएर यस महोत्सवलाई उल्लेखनीय ढङ्गबाट सफलीभूत पारिदिनु हुन यहाँहरू समक्ष हार्दिक आह्वान गर्न चाहन्छु। विगतका दिनहरूदेखि नै यहाँहरूको सहयोगबाट नै आज यो मुक्तिनाथ धाम यहाँसम्म आइपुगिरहेको छ र हामीलाई अझै विश्वास छ यो मुक्तिनाथ धामको गरिमालाई अझै विश्व सामु पुर्याउनको निम्ति, यसको व्यापकतालाई फैलाउनको निम्ति यहाँहरू मन कर्म र वचनले साथ दिनुहुनेछ भनीमा आयोजक समिति सहित म व्यासाचार्य भुवन गुरुज्यू पनि यहाँहरू प्रति म एकदम आशावादी रहेको छु र यहाँहरू समक्ष यो कार्यक्रमलाई प्रचार प्रसार गर्न पाउँदा हामी अत्यन्तै गएर गौरवान्वित भइरहेका छौँ र यसैलाई नै आमन्त्रण सम्झेर यहाँहरू सबैजना उपस्थित भइदिनु होला भन्ने आग्रह गर्न चाहन्छु। जय श्री कृष्ण, जय श्री मुक्तिनाथ।